नमस्कार, खेलकुद धमाकामा तपाईलाई स्वागत छ। नेपालले जापानलाई हराएर सुपर 6 मा आफ्नो यात्रा कायम गरेसँगै अब नेपालको असली परीक्षा सुपर 6 मा हुनेछ। सुपर 6 मा पुग्ने 6 वटै टोलीको टुङ्गो लागेसँगै अब नेपालले कुन कुन टोलीको सामना गर्नेछ, कहिले गर्नेछ, कति बजे गर्नेछ, यी सम्पूर्ण जानकारी आजको सामग्रीमा हामी प्रस्तुत गर्नेछौँ। हामीसँग अन्तिमसम्म रहेर साथ दिनुहोला। आइसिसी टी20 विश्वकप छनौटको सुपर 6 मा ओमान, नेपाल, युएई, कतार, जापान र सामोआले स्थान सुरक्षित गरेका छन्। विशेष गरी पहिलो प्रतिद्वन्दीकै रूपमा नेपालले युएईलाई पाएको छ। युएई सँगको विगत कस्तो छ र नेपालले यसपालि कतिको सङ्घर्ष गर्नुपर्छ युएईसँग, यी यावत विषयमा चर्चा गर्ने जमर्को आजको बसाइमा हामी गर्नेछौँ। यस्तै यस्तै खेलकुदसँग सम्बन्धित गतिविधिहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिन सक्नुहुनेछ तपाईँ। र मनमा लागेका जुन कुनै कुराहरू छन् भने तलको कमेन्ट बक्समा तपाईँ उल्लेख गर्न सक्नुहुनेछ। विशेष त युएईसँग नेपालले खेल्ने तालिका रहेको छ। युएईसँग खेल्दै गर्दा के त्यही पुरानै प्लेइङ 11ले जित्न सम्भव होला त? तपाईलाई के लाग्छ या केही परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ भने पनि तलको कमेन्ट बक्स खुल्ला छ। कमेन्ट बक्समा आफ्नो धारणा उल्लेख गर्नुहोला। यो भिडियोमा एक लाइक अवश्य गर्नुहोला। अब भने लागौँ प्रसङ्गतिरै। ओमानमा भइरहेको आइसिसी टी20 विश्वकप एसिया एन्ड इस्ट एसिया पेसिफिक छनौटको समूह चरणको खेल सकिएका छन्। सुपर 6 मा पुग्ने 6 टोलीकै टुङ्गो लागेको छ र सुपर 6 को खेल समीकरण पनि टुङ्गो लागिसकेको अवस्था हो। यति बेलाको कुरा गर्नुपर्दा छनौट चरणमा 9 टिमले सहभागिता जनाएका थिए, जसमध्ये 3 टोलीले समूह चरणबाटै आफ्नो घरतिरको यात्रा सुनिश्चित गरिसकेका छन्, जो अगाडि बढ्न सकेनन्। त्यस्तै दोस्रो चरणमा पुगेका 6 टिम मध्ये शीर्ष 3 टोलीले अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी20 विश्वकपमा छनौट हुनेछन्। अब त्यो होडका लागि 6 टिम बाँकी छन् जसले प्रतिस्पर्धा गर्दैछन्। आयोजक ओमान सहित नेपाल, युएई, कतार, जापान र सामोआले सुपर 6 मा स्थान सुरक्षित गर्दै टी20 विश्वकप पुग्ने सम्भावना बाँकी नै राखेका छन्। यसअघि विश्वकप खेलिसकेको पपुवा न्युगिनीसँगै कुवेत र मलेसिया भने पहिलो चरणबाटै बाहिरिएका छन्। समूह चरणमा सामोआले पपुवा न्युगिनीलाई हराउनु, कतारले मलेसियालाई हराउनु अनि जापानले कुवेतलाई हराउनु केही सरप्राइज नतिजाको रूपमा आयो। त्यसैले सुपर 6 का खेलहरू अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ। समूह चरणमा 3 टिम मात्र भएकोले सबैले 2-2 खेल मात्र खेल्न पाए, तर सुपर 6 मा अब हरेक टोलीले 4-4 खेल खेल्नु पर्नेछ। यस्तोमा अब वास्तविक परीक्षा बल्ल सुरु भएको बुझ्न सकिन्छ। नेपालले समूह चरणमा तुलनात्मक रूपमा कमजोर टोलीसँग खेलेको थियो। सुपर 6 मा अझ बलिया टोली हुने भएकाले पनि अब नेपालका लागि मुख्य चुनौती बल्ल सुरु भएको छ। समूह चरणमा अपराजित रहेको नेपाल, युएई र ओमानसँग सुपर 6 मा खेल्नु अघि नै 2-2 अङ्क रहेको छ। बाँकी 3 टिमसँग भने कुनै पनि अङ्क छैन। यस्तोमा यी 3 टिमलाई 2 अङ्कको फाइदा हुनेछ, तर अब हुने हरेक खेलहरू उत्तिकै महत्त्वपूर्ण हुनेछन्। सुपर 6 मा नेपालले समूह ए बाट आएको युएई र कतार तथा समूह सी बाट आएको ओमान र सामोआसँग प्रतिस्पर्धा गर्नेछ। युएई र ओमान नेपालका लागि चिरपरिचित प्रतिद्वन्दी हुन्। यस्तै कतारसँग पनि नेपालले यसअघि खेलिसकेको अनुभव छ। सुपर 6 मा हरेक टिमले आफ्नो समूह बाहेक अन्य 2 समूहको टिमसँग खेल्नेछन्, जस अनुसार नेपालले सुपर 6 मा आफ्नो पहिलो खेल आइतबार युएई सँग खेल्ने तालिका रहेको छ। यस्तै दोस्रो खेल सोमबार कतारसँग खेल्नेछ नेपालले। त्यसपछि नेपालको भेट तेस्रो खेलसँगै ओमानसँग हुनेछ, जुन बुधबार खेलिनेछ। त्यस्तै सुपर 6 को अन्तिम खेल शुक्रबार नेपालले सामोआसँग खेल्नेछ। यी 4 खेलको नतिजापछि नेपालले टी20 विश्वकपमा स्थान बनाउने या नबनाउने टुङ्गो लाग्नेछ। अब परीक्षा सुपर 6 को खेलको रहेको छ। अबको एक साताभित्रै टी20 विश्वकप पुग्ने 3 वटै टोलीको टुङ्गो लाग्नेछ। जापानसँगको खेल हाम्रो लागि निकै महत्त्वपूर्ण थियो, किनकि हामीले 2 अङ्क जोड्यौं। कप्तान रोहित कुमार पौडेलले जापानसँगको खेल पछिको कुराकानीमा भनेका थिए। नेपालसँग सुपर 6 मा सामना गर्ने मध्ये बलिया टिमहरू भनेकै युएई र ओमान हुन्। बाँकी 2 टिम पनि समूह चरणमा राम्रो प्रदर्शन गरेर आएकाले कमजोर भने ठान्नु हुँदैन। त्यसमा पनि सुपर 6 को पहिलो खेल नै नेपालको युएईसँग हुँदैछ। त्यसैले पनि अहिले यो खेल सबैभन्दा महत्त्वपूर्ण हुनेछ। यस खेलमा हुने जित हारको नतिजाले पनि नेपालको आगामी खेलमा प्रभाव पर्न सक्छ।
त्यसैले सुरुमा नेपाली टिमको पहिलो प्राथमिकता भनेकै युएई विरुद्ध जित निकाल्ने हुनेछ। ओमानी मैदानमा नेपालको नतिजा खासै राम्रो छैन, त्यसमा पनि युएई विरुद्ध नेपालको विगत राम्रो छैन। नेपालले युएईसँग ओमानमा खेलेको 3वटै टी20 अन्तर्राष्ट्रिय खेलमा हार बेहोर्नु परेको तीतो यथार्थ हामीसँग छ। त्यसैले युएई विरुद्धको खेल नेपालका लागि महत्त्वपूर्ण हुनेछ। सन् 2022 मा ओमानमै भएको टी20 विश्वकप छनौटमा नेपाल युएईसँग पराजित हुँदा विश्वकप छनौट हुन असफल भएको थियो। त्यसबेला सेमिफाइनलमा नेपाल युएईसँग 68 रनले पराजित भएको थियो। त्यसअघि भएको 4 देशीय सिरिजमा नेपाल युएईसँग 25 रनले पराजित भएको थियो। यस्तै पछिल्लो पटक सन् 2024 मा भएको एसीसी प्रिमियर कपको सेमिफाइनलमा पनि नेपाल युएईसँगै पराजित भएको थियो। एसिया कपको छनौटको रूपमा समेत रहेको उक्त सेमिफाइनलमा नेपाल युएईसँग 6 विकेटले पराजित भएको थियो। यसपालि नेपाली टिमको लय राम्रो भएकोले र टिम सन्तुलित रहेकोले युएईलाई हराउन सक्ने विश्वास गर्न सकिन्छ, तर वास्तविक परीक्षा भने मैदानमा नै देखिनेछ। यस्तै युएईले पनि पछिल्लो समय राम्रो खेलिरहेको छ र एसिया कप समेत खेलेको अनुभव छ यति बेला युएईसँग ताजा। जापानलाई हराएपछि कप्तान रोहित कुमार पौडेलले युएई पनि राम्रो टिम भएको तर एक विपक्षी टिमकै रूपमा लिने बताए। युएई यो टुर्नामेन्टको बेस्ट टिम मध्येको एक हो, हामी विपक्षीको रूपमा हेरेका छौँ। यदि हामीले हाम्रो बेसिक र स्ट्यान्डर्ड अनुसार खेल्यौँ भने हामीले जित निकाल्न सक्छौँ। मुख्य कुरा त हामीले विपक्षी को छ भन्नुभन्दा पनि आफ्नो स्ट्रेन्थमा फोकस गर्नेछौँ, रोहित कुमार पौडेलले भनेका छन्। यस्तै घरेलु टोली ओमानसँग भने नेपालको विगतको नतिजा राम्रो छ, तर ओमान घरेलु मैदानमा खेल्दै गरेकोले उसलाई फाइदा हुने देखिन्छ। अहिलेसम्म नेपाल र ओमानमै 4 पटक भिड्दा नेपालले 3 खेल जितेको छ भने ओमानले 1 खेल मात्र जितेको इतिहास छ। यसबाहेक सामोआ र कतारले पनि समूह चरणमा सरप्राइजिङ नतिजा निकालेकोले सुपर 6 मा नेपालको लागि चुनौती अझ थपिने अनुमान गर्न सकिन्छ। न्युजिल्यान्डका पूर्व स्टार खेलाडी रोस टेलरलाई समावेश गर्दै छनौट खेल्न गएको सामोआले समूह चरणमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो भने घरेलु टोली ओमानलाई पनि टक्कर दिएको थियो। यस्तै कतारसँग नेपालको नतिजा मिश्रित छ भने ओमानमा भएको खेलमा नेपालले कतारलाई पराजित गरेको थियो। सन् 2019 मा मलेसियामा भएको टी20 विश्वकप एसिया छनौटमा नेपाल कतारसँग पराजित भएको थियो। सन् 2024 मा ओमानमा भएको एसीसी प्रिमियर कप र 2025 मा हङकङमा भएको 4 देशीय सिरिजमा भने नेपालले कतारलाई हराएको थियो। नेपालसँग यति बेला आत्मबल बलियो छ। 2 पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर सिरिज जित्नु, आएर वार्म अप म्याचका 2वटै म्याच जित्नु र समूह चरणका 2वटै खेलमा राम्रो नतिजा निकाल्न सक्नु नेपालका लागि प्लस पोइन्ट मानिएको छ यति बेला। तर नेपालको ब्याटिङ लाइनअपमा अलिकति कमजोरी देखिएको हो कि भन्ने कुराहरू पनि उठिरहेका छन्। आशा छ अबको खेलमा भने यी देखिएका सानातिना कमजोरीहरूलाई नेपालले सुधार गर्नेछ। पछिल्लो खेलको कुरा गर्नुपर्दा नेपालले जापानलाई हराउँदै समूह बीबाट समूह विजेता बन्दै सुपर 6 मा आफ्नो यात्रा कायम गरेको हो। शुक्रबार भएको खेलमा जापानलाई 5 विकेटले हराउँदै नेपाल समूह बी को विजेता बनेर सुपर 6 मा पुगेको टोली हो। जापानले दिएको 132 रनको लक्ष्य पछ्याएको नेपालले 18 ओभरमा 5 विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक 38 रन बनाएका थिए। त्यस्तै कुशल भुर्तेलले 21, कप्तान रोहित कुमार पौडेलले 18, सन्दीप जोराले 5 रन र कुशल मल्लले 4 रनको योगदान दिएका थिए। दिपेन्द्र सिंह एरी 14 र गुलसन झा 28 रनमा अभिजित रहेका थिए। बलिङतर्फ जापानका सोमा स्लेटरले सर्वाधिक 2 विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले निर्धारित 20 ओभरको समाप्तिसँगै 8 विकेट गुमाएर 131 रन बनाएको थियो। जापानका लागि कप्तान केन्डेल काडोबाकी फ्लेमिङले 46 बलमा सर्वाधिक 60 रनको योगदान दिएका थिए भने उनले दोस्रो विकेटका लागि इमस रहमानसँग मिलेर 86 रनको साझेदारी समेत गरेका थिए। रहमानले 25 बलमा 31 रनको योगदान दिएका थिए। त्यस्तै एक समय ठूलो स्कोरतर्फ उन्मुख जापानका मध्यक्रमका ब्याटर चल्न नसक्दा स्कोर 131 रनमै थन्किन पुगेको थियो। यो खेलमा पनि नेपालको बलिङको उच्च प्रशंसा भएको थियो। बलिङमा नेपालका गुलसन झा र सन्दीप लामिछानेले समान 2-2 विकेट हाता पारेका थिए। त्यस्तै सोमपाल कामी र गुलसन झाले 1-1 विकेट लिएका थिए। जापानलाई हराएसँगै नेपालले 2 अङ्क लिएर सुपर 6 को यात्रा तय गरेको हो। अब सुपर 6 मा शीर्ष 3 मा रहन सके मात्रै नेपालको यात्रा टी20
T20 विश्वकपतर्फ उन्मुख हुनेछ। आशा गरौँ नेपालले अहिलेसम्मकै सर्वाधिक राम्रो स्क्वाड बोकेर गएको अवस्थामा, राम्रो लयमा भएको अवस्थामा सबै टोलीहरूलाई हराउन सक्षम हुनेछ र उत्कृष्ट एकमै परेर यो सिरिजकै विजेता भएर विश्वकपको यात्रा तय गर्नेछ। तपाईलाई कतिको विश्वास छ नेपालले विश्वकप खेल्छ भन्ने कुरामा, या भनौँ कुन टोली तपाईले बलियो दावेदार देख्नु भएको छ नेपाललाई हराउन सक्ने यो सुपर 6 का नेपाललाई छोडेर अन्य 5 टोलीलाई हेर्दै गर्दा? हुन त अब नेपालले जापानसँग प्रतिस्पर्धा गर्ने छैन सुपर 6 का खेलहरूमा। ती बाहेक सामोआ, ओमान, कतार र युएई मध्ये तपाईलाई नेपाललाई कुन टोलीले चाहिँ बढी दबाब दिन सक्छ, नेपाललाई कुन टोलीले हराउन सक्छ भन्ने लाग्छ? तलको कमेन्ट बक्समा उल्लेख गरिदिनु होला। हामी पछिल्ला समयमा के अपडेट आउँछन् सबै अपडेटहरू तपाईलाई दिने कोसिस गरिरहेका छौँ। चाहे त्यो कम्युनिटीको माध्यमबाट होस्, चाहे त्यो भिडियोको माध्यमबाट होस्, तपाईसँग जोडिने जमर्को हाम्रो रहि नै रहेको छ। अझै पनि खेलकुद धमाकालाई सब्स्क्राइब गर्न भ्याउनु भएको छैन या बिर्सिनु भएको छ या गर्नु भएको छैन भने सब्स्क्राइब गरेर हामीसँग जोडिन सक्नुहुनेछ। हाम्रो भेट फेरि नयाँ सामग्रीसँगै हुने नै छ। त्यतिन्जेलसम्मका लागि तपाईँको बाँकी पल शुभ अनि सुखद बितोस्। नमस्कार।